जागिर गर्ने पनि अरूको अधीनमा बसिरहनु पर्छ न, कहिले स्यालेरी आउला र खाम्ला भन्ने हुन्छ। सानसानो कुराहरूको लागि पनि त्यही स्यालेरीमा आश गर्नुपर्छ। आफूलाई थकै लागेको पनि महसुस भयो भने त्यो रेस्ट गर्न पनि पाइन्न न। कतै अब घुम्न जाउँ भन्दाखेरि घुम्न जान पाइन्छ। एउटा बन्धनमा बस्नुपर्छ नि त। अब बिजनेस गरे पनि दिनभरि कुर्न पर्यो, अनि मान्छे आउँछ कि नै यताउतिबाट तान, ब्याङ्कबाट निकाल, सबै त्यसैमा आफ्नो सारा जिन्दगी टाइम त्यसैमा जान्छ। खेती सबभन्दा आनन्दकै काम गर्नको लागि मान्छेले दुःख मानेन भने कि काम गर्नलाई सबभन्दा सजिलो व्यवसाय भनेकै कृषि जस्तो लाग्छ कि। आनन्दले बिउ छर, रेस्ट गर, उम्रिन्छ, पानी लगाइदेऊ, खन्देऊ, फेरि रेस्ट गर, काट, ठटाउ, फेरि रेस्ट गर, खाऊ। धेरै धन सम्पत्ति कमायो भने मान्छेलाई अब त्यही खाएर भुँडी लाग्छ, त्यही घटाउनलाई फेरि फिजिकल एक्सर्साइज गर्नु पर्यो होइन। हामीलाई त दिनभरि काम गर, एक्सर्साइज पनि त्यसैमा हुन्छ। आफ्नो अर्ग्यानिक खानेकुरा पनि खान पाइयो, अनि आफ्नो मेहनत देखेर खुसी हुन पनि पाइयो। जागिरमा कहाँ त्यस्तो हुन्छ, जति राम्रो काम गर्दै पनि त्यो आफ्नोले गरेको काम देखेर खुसी हुनै पाइन्न कि। कमसेकम कृषिमा त खेती गरेपछि त आफूले छरेको बिउ उम्रियो भने कति खुसी लाग्छ, फुलेको फलेको देख्यो भने झन् कति खुसी लाग्छ। त्यही भएर कृषि खेतीपातीको काम सबभन्दा मैले आजसम्म अनुभव गरेको काममा है। पहिला सानो हुँदाखेरि कति अल्छी लाग्थ्यो, झ्याउ लाग्थ्यो, बाबालाई गाली गर्न मन लाग्थ्यो। आजकल त यसमा एकदम फ्रिडम भएको देख्दाखेरि कि एकदम खुसी लाग्छ कि। सबभन्दा राम्रो काम नै यो खेतीपाती जस्तो लाग्छ। दिनभरि लिएर हिँड्न नि परेन, कुरेर बस्नु नि परेन।